सर्वप्रथम तपाईँ सबै अडियन्सहरू अथवा तपाईँ साथीहरूलाई नमस्कार। बुझ्नुहोस् कि तपाईँहरू हामी यतिखेर ढोटा चौरमा छौँ। ढोटा चौरमा हाम्रो चाहिँ सिल्भर प्ले बटनको चाहिँ अनबक्सिङ कार्यक्रम थियो। त्यो कार्यक्रम अन्तर्गत आज चाहिँ हाम्रो जस्तो देख्न सक्नुहुन्छ रियल नेपाली लाइफ होइन, यो चाहिँ फर पासिङ 100K सब्सक्राइबर भन्ने छ। अब चाहिँ यो चाहिँ सकेर यही हो। अब यो सब्सक्राइब नगरेको सब्सक्राइब ल यसको रियल नेपाली लाइफको ओनरसँग यसो कुराकानी गरौँ भनेर। के छ त अनि पदम सर, ठिक छ? एकदम दाइ ठिक छ। तपाईँको हातमा के छ त? यो सिल्भर प्ले बटन छ भनौँ न। तपाईँको हातमा सिल्भर प्ले बटन देख्यौँ हामीले, हामीलाई पनि खुसी लाग्यो। अनि तपाईँलाई यो सिल्भर प्ले बटन हातमा आउँदै गर्दा तपाईँको त्यो कस्तो भइरहेछ तपाईँलाई, त्यो कुरा भनिदिनु पर्यो। यो लगभग 2-3 वर्षको दुःखको एउटा खुसियाली मिलिरहेछ। म आज यो चिज हातमा आउँदाखेरि दुःखहरू सबै बिर्से जस्तो फिलिङ भइरहेछ कि महसुस भइरहेछ दुःख। अनि तपाईँले यो च्यानल कहिले क्रिएट गर्नुभयो? क्रिएट गरेपछि तपाईँले कति दुःख सुख भयो होला जिन्दगीमा तपाईँको होइन? कहिले क्रिएट गरेँ भन्दा नि 2021 तिर होला सायद। 2021 भनेपछि झन्डै अहिले 25 भने 3 वर्षको मेहनत, 3-4 वर्षको मेहनतमा तपाईँले चाहिँ यो लानुभयो होइन? अनि अब यो गर्दा तपाईँलाई धेरै अब इकोनोमिकली प्रब्लम भयो होला, कहिले कसो अर्निङ पनि भयो होला होइन, उतार चढाव भए। तर यो गर्दाको तपाईँलाई कस्तो फिल भइरहेछ? यो क्षेत्रलाई तपाईँले कसरी लानुहुन्छ? यो क्षेत्र खासमा अब राम्रै छ भनौँ न, खासै नामसाम त छैन। तर यो क्षेत्रमा तपाईँले स्वतन्त्रता पाउनु भएको छ। मुख्य कुरा स्वतन्त्र आफूलाई जे गर्न मन लाग्यो त्यो गर्न मिल्छ, त्यही छ भनौँ न स्वतन्त्र। अब तपाईँ अनि यो सिल्भर प्ले बटन हातमा लिनु भएको छ, अनि तपाईँको सिल्भर प्ले बटन पाउन तपाईँलाई सहयोग गर्ने समर्थक अथवा सब्सक्राइबर अथवा तपाईँको त्यो सब्सक्राइब गर्ने साथीहरूलाई त के भन्न चाहनुहुन्छ? अन्तिममा भनिदिनुहोस् ल। हजुरको साथ सपोर्ट अविस्मरणीय छ। सधैँ यसरी नै माया गरिराख्नु होला। कतिपयले रियल नेपाली लाइफलाई सब्सक्राइब गर्नुभएको छैन होला, गरिदिनु होला। तपाईँहरूको मायाले नै आज यो 100K सब्सक्राइब पुग्न सफल भएको छ। म अन्तमा तपाईँलाई एउटा कुरा सोध्छु होइन, अन्तमा तपाईँलाई म एउटा कुरा सोध्छु होइन, तपाईँ विशेष गरी यो अनबक्सिङ गरिराख्नु भएको छ, अनि यसको विशेष कसैलाई श्रेय दिन चाहनुहुन्छ कि? विशेष श्रेय अब मलाई हरेक कुरामा साथ दिने, भिडियो बनाउने मेरा भाइहरू, नाम भनिदिनुहोस्। भाइ निखिल सिंह, चक्र साई लगायत सम्पूर्णले साथ दिए भनौँ न। कसैले कुनै तर्फबाट साथ दिए, कसैले कुनै तर्फबाट साथ दिए। अनि तपाईँको यो प्ले बटन कसैका लागि इन्डिकेट त पक्कै छैन होला कि छ त्यस्तो? अब विशेष गरी यो काठमाडौँबाट यहाँसम्म ल्याइदिने मान्छेलाई पनि धेरै धेरै धन्यवाद चाहन्छु। मलाई सम्झिराख्नु भएको छ, एकदम सम्झिरहेको छु। एकदम सम्झिरहेको ल। तपाईँलाई पनि धेरै धेरै धन्यवाद है त ल।